आज म खासै कुनै एक कन्टेन्टको बारेमा भन्दा पनि सामाजिक सञ्जालमा गएको 4 महिनाको मेरो अनुभव सेयर गर्न चाहन्छु। सामाजिक सञ्जालमा पोस्ट गरिने समाचारमूलक कन्टेन्ट निर्माण गर्नु मेरो अनुभवको विषय थिएन। आर्थिक मुद्दामा नीतिगत तहदेखि जनस्तरसम्मका आम उपभोक्ताका मुद्दा उठाउने प्रयास मैले गरिरहेको छु। नमस्कार, तपाईलाई बिजनेस सेन्ट्रलमा हार्दिक स्वागत गर्दछु। सामाजिक सञ्जालमा प्रस्तुत गरिने आर्थिक मुद्दालाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने अनि एल्गोरिदमसँगै प्रस्तुतिको शैली, बडी ल्याङ्ग्वेज कसरी मिलाउने, यी सबै मेरा लागि नितान्त नौलो विधा हो। प्राविधिक रूपमा त धेरै कमजोरी महसुस भएको छ, सुधार गर्न सकिन्छ भन्ने लाग्छ। तर केही सिकाइ भने तपाईहरूकै प्रतिक्रिया हुन्, जसको जगमा आफूलाई स्थापित गर्ने प्रयासमा म दौडिरहेको छु। विशेष गरी प्राविधिक रूपमा जटिल अङ्क, तिथिमिति, सत्य र तथ्यको आधारमा भन्दा थोरै मात्र तर्क राख्न सकिने आर्थिक बिट आफैमा चुनौतीपूर्ण बिट हो। अनि भिडियोमा ग्राफिक्स, एडिटिङ अर्को चुनौती रहेछ। आर्थिक मुद्दामा भावना र मनोगत विचारलाई सत्य र तथ्यसँग पुष्टि गर्न सकिएन भने तुरुन्तै आलोचित बन्न सकिन्छ। दर्शकको नजरमा छिट्टै स्थापित र विस्थापित हुन सक्ने हुँदा मनोवैज्ञानिक रूपमा आफूलाई तयार गर्नुपर्ने रहेछ। यसको लागि सूचनाको भरपर्दो स्रोत, स्क्रिप्ट र प्रस्तुतिकरण निकै चुनौतीपूर्ण रहेछन्। औसतमा इमेल, सार्वजनिक प्रसारण जस्तै संसद लाइभ वा मेसेज मार्फत आएको सूचना वा समाचारको स्रोतको पछाडि लागेर मात्रै कन्टेन्ट बनाउन नहुने रहेछ भन्ने सिकियो। विगतको स्थापित प्रसारण मिडिया प्लेटफर्मबाट आफूलाई सिफ्ट गर्न मलाई 10 वर्ष लाग्यो। अन्ततः न्यू मिडिया नै अहिले मेरो साथी बनेको छ अनि मेरो दायरा तपाईहरू जस्तै शुभचिन्तक हुनुहुन्छ। मैले यहाँहरूलाई सामाजिक सञ्जालको भाषाको फलोअर्स भन्न त सकिनँ, किनकि फलोअर्सले आफ्नो कन्टेन्ट हेर्ने व्यक्तिलाई सम्मानको तहमा रेस्पेक्ट दिन सक्दैन जस्तो लाग्छ मलाई। सस्तो भ्युज, लाइक र कमेन्ट मात्रै पनि तपाईँ हामीले उठाएका मुद्दाका निर्णायक नहुन सक्छन्। यहाँनिर कस्तो विषयको उठान, कस्ता कमेन्ट अनि कस्ता प्रतिक्रिया आएका छन् अनि यी विषय जुन उठान भएको छ, के साँच्चीकै यो विषयको प्रभावित वा जवाफदेही निकायसम्म यो खबर पुग्यो, ताकि जिम्मेवार सरकार सम्बद्ध पक्षले यो समस्याको निकास खोज्न सकोस् अनि राम्रो विषयले कसैलाई न्याय वा प्रेरणा मिल्न सकोस् भन्ने हाम्रो ठम्याइ हो। अलिक कथा जस्तो भयो होला, तर मैले के अनुभव गरेँ भने अब सिधा मुद्दामा जान्छु। जस्तो हामीले कुनै एउटा विषय उठान गऱ्यौँ, उदाहरणको लागि जीवन बिमा कस्तो हो, किन गर्ने, कसरी गर्ने, कस्तो समस्या आउन सक्छ भन्ने बारे एउटा स्टोरी बन्यो। यो स्टोरीको मिलियन भ्युज पनि आयो, कमेन्ट आयो, मेसेन्जर, व्हाट्सएप आदिमा जिज्ञासा धेरै आए, 500 भन्दा बढी कमेन्ट आए, सोधपुछ, समस्या, सफलता, राम्रो नराम्रो धेरै कमेन्ट आए। मैले देखेको एउटा कुरा, जस्तो कसैले यो स्टोरी सेयर गर्नुभयो, अरूले देख्नुभयो, फेरि त्यसलाई सेयर गर्नुभयो। डिजिटल या सोसल मिडियाको भाषामा भन्नुपर्दा भाइरल भयो कन्टेन्ट। तर मैले यहाँहरूको सुझाव वा रुचि अनुसारको फलोअप स्टोरी बनाउँदै गएँ। जस्तै बिमाको विज्ञसँग कुरा गरेँ, स्टोरी बनाएँ, कानुनी समस्याको बारेमा, बिमा कानुनका बारेमा अधिवक्ताहरूसँग अन्तर्वार्ता गरेँ। जुन समस्या तपाईँ हाम्रा साझा समस्या थिए, जुन तपाईँका प्रतिक्रिया थिए, जुन तपाईँकै कमेन्ट थिए। तर पहिलो कुरा, जुन समस्याको विषय तपाईँको थियो त्यो बाहेक च्यानलमा यानि कि द बिजनेस सेन्ट्रलको अरू फलोअप स्टोरीको कन्टेन्ट तपाईँले हेर्नु भएन। पहिलो समस्याकै कन्टेन्ट अहिले पनि धेरै सेयर भइरहेको छ, तर तपाईँको समस्याको फलोअपको स्टोरी कन्टेन्ट तपाईँले हेर्नु भएको छैन। मेसेन्जर, व्हाट्सएप र पहिलो कमेन्टमै आइरहेको छ। मेरो अनुरोध के हो भने तपाईहरूको जति पनि समस्या आएका छन् ती समस्याको साझा प्रश्न र जिज्ञासा उप हामीले फलोअप स्टोरीको कन्टेन्ट बनाउनै पर्छ, नभए तपाईहरूप्रतिको हाम्रो जवाफदेहिता सकिन्छ। अर्को कुरा मलाई लागेको कतिपयको कमेन्टको भाषा र शैली पनि हो। सामाजिक सञ्जालमा तपाईँको प्रतिक्रियाको भाषा मर्यादित र शिष्ट भएर लेख्दा केही फरक पर्छ र कतिपय भाषा तपाईँहरूले जुन लेख्नु भएको छ त्यो कमेन्ट तपाईँहरू आफ्नो साथीभाइ, परिवार वा आफन्तसँगै बसेर पढ्न सक्नुहुन्छ। के सञ्जाल भनेको फोहोर फाल्ने डम्पिङ साइट हो र? राम्रो रचनात्मक छलफल यहाँ गर्नु हुँदैन र? अरू त केही छैन, हामी पनि सिक्दैछौँ, सिक्दै जाने प्रक्रिया हो। अझै पनि भन्छु, मलाई तपाईँहरूकै प्रतिक्रिया फुल जस्तै लाग्छ। फुलको इज्जत मैले गर्नेछु, तर तपाईँहरूले पनि कन्टेन्ट मर्यादित र सभ्य भाषामा लेख्नुहुन्छ भन्ने अपेक्षा राख्ने हक ठान्दछु। हवस् त, आजलाई बिजनेस सेन्ट्रल बिट मारौँ। नमस्कार।